हेलो साथीहरू। आज चाहिँ म तपाईँहरूलाई सुदूरपश्चिम प्रदेशको लोकसे आयोगको फर्म कसरी भर्ने त्यो सम्बन्धी जानकारी दिनेछु। सबभन्दा पहिला चाहिँ म यहाँ आफ्नो ल्यापटपमा गएर अथवा तपाईँहरू नै आफ्नो मोबाइलमा गएर क्रोम ब्राउजरलाई ओपन गरेर यहाँ चाहिँ त्यहाँको www. सुदूरपश्चिम लोकसे आयोग मैले यसरी हाने क्लिक गरेँ। यसरी गर्दै गर्दाखेरि एउटा यस्तो आउँछ माथि अनलाइन भनेर आउँछ। क्लिक गरिरहेको त्यसमा क्लिक गरिसकेपछि यस्तो आउँछ। मैले चाहिँ यो मेरो आइडी लगइन भएको छ। तपाईँहरू नयाँ हुनुहुन्छ भने यसरी रजिस्टरमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि यहाँ सुरुमै आउँछ फर्स्ट नेम, मिडल नेम अनि तपाईँको लास्ट नेम हान्नुहोला। अनि युजर आइडी जता जता यो क्लिक स्टार छ नि यो चाहिँ अनिवार्य भर्नुपर्छ। यहाँनिर युजर आइडी, डेट अफ बर्थ अनि त्यसपछि यो आफै आउँछ तपाईँ जेन्डर अनि त्यसपछि यहाँनिर नम्बर, त्यसपछि नेसनल आइडी छ भने त्यो नट नेसेसरी, यहाँ स्टार छैन नि त्यो भएर सिटिजनसिप अनि त्यो गरिसकेपछि यहाँ सिटिजन इस्यु डेट कहिले कहिले गर्नुभएको हो यहाँ लेखिसकेपछि यसरी आउँछ अनि जिल्ला त्यसरी राख्नु होला। यसरी गरिसकेपछि सबमिट गर्नु होला अनि तपाईँको आइडी आउनेछ। तपाईँको मेलमा चाहिँ एउटा मेसेज आउँछ त्यसलाई लगइन गरेर तपाईँले त्यहाँबाट पासवर्ड चेन्ज गरेर पासवर्ड चेन्ज पछि चाहिँ हामी पहिलेको जस्तै हामी लगइन गर्नु होला। अब मैले चाहिँ यहाँनिर गरेँ अनि यसरी लगइन गर्नु होला। लगइन गरिसकेपछि यस्तो आउँछ इन्टरफेस, क्लिक गर्नु होला। गरिसकेपछि यहाँ सुरुमा यस्तो ड्यासबोर्ड आउँछ अनि यहाँनिर यस्तो रहेको हुन्छ। यो ड्यासबोर्डमा गएर माई प्रोफाइलमा जानु होला। माई प्रोफाइलमा गइसकेपछि यसरी आफ्नो डिटेल आउँछ। पहिला पर्सनल मैले नाम राखेँ, मैले यहाँ भरेको छु। तपाईँहरू सबैले राख्नु होला, मेल फिमेल, बुवाको नाम, त्यसपछि बाजेको नाम, त्यसपछि सिटिजनसिप लिएको, त्यसपछि यसरी राख्नु होला। त्यसपछि नेक्स्ट गर्नु होला। त्यसपछि नेक्स्ट गरिसकेपछि तपाईँको माथि एक्स्ट्रामा आउँछ तपाईँ कुन कास्ट हुनुहुन्छ, के हुन्छ, म्यारिड अनम्यारिड, त्यसपछि अहिले तपाईँ सर्भिसमै हुनुहुन्छ कि छैन त्यो सम्बन्धी पनि छ। यहाँ तपाईँको मातृभाषा के हो, तपाईँ डिसेबल हो भने यस नो यहाँ लेख्नु होला होइन। त्यसपछि तपाईँको बुवाको पेसा के हो, त्यसपछि यदि कुन एजुकेटेड हो कि के हो त्यो भइसकेपछि यहाँ सबै भर्नु होला। दिएको जस्तै नर्मली फर्म फिलअप गर्नु होला। मेन कुरा यहाँनिर आयो यदि तपाईँहरू कुन ग्रुपमा हुन्छ त्यसरी कुन ग्रुपमा हुनुहुन्छ यसरी यहाँ सबै ग्रुपहरू लेखिएको हुन्छ। म चाहिँ यो पिछडिएको क्षेत्र परेर मेरो चाहिँ डकुमेन्ट यहाँ सबमिट गरेको छ। मैले यसरी सबमिट गर्नु होला तपाईँहरू नि डकुमेन्ट। त्यो गरेपछि हामी फेरि नेक्स्टमा जान्छौँ। हामी कन्ट्याक्टमा जान्छौँ। तपाईँ कन्ट्याक्ट एड्रेसहरू कता कता हो यहाँ लेख्नु होला। मैले चाहिँ यहाँ लेखेको छु, फिलअप गरेको छु। तपाईँहरू नि यसरी नै गर्नु होला। अनि त्यो गरिसकेपछि फेरि नेक्स्टमा जानु होला। यहाँ मैले यो यसरी राखेँ, यहाँ यस्तो लेखिएको हुन्छ कन्ट्री तपाईँ नेपाल, कुनबाट गर्नुभएको हो, पियु टियु अनि नेपालका युनिभर्सिटीहरूको हुन्छ यहाँ चाहिँ त्यसरी सेलेक्ट गर्नु होला। अनि लेभल ब्याचलर, फ्याकल्टी अब तपाईँ म चाहिँ एजुकेसन पढेकोले मैले एजुकेसन राखेँ। तपाईँहरू चाहिँ यहाँ के हुनुहुन्छ त्यही राख्नु होला। त्यसपछि कति जिपिए ल्याउनु भएको छ अनि डिस्क्रिप्सनमा चाहिँ आई हेभ पास ब्याचलर लेख्नु होला। त्यसपछि तपाईँको कस्तो युनिभर्सिटी हो त्यो त्यही अनुसार लेख्नु होला र कहिले पास आउट हुनुभयो त्यो लेख्नु होला। अनि त्यो गरिसकेपछि अब यहाँ डकुमेन्ट सबमिट गर्नुपर्छ। यहाँ लेखिएको छ कृपया आफ्नो ट्रान्सक्रिप्टको सम्पूर्ण कागज पिडिएफमा फर्ममा अपलोड गर्नु होला। यदि तपाईँको फोटो छ पिडिएफ भएको छैन भने तपाईँ चाहिँ यही क्रोममा गएर जेपिजी टु पिडिएफ कन्भर्ट भनेर माथि गर्नु होला। त्यसपछि त्यहाँबाट कन्भर्ट गरेर डाउनलोड गरेर राख्नु होला त्यो फोटोको है। त्यसरी अपलोड गर्न मिल्छ दुइटै। यो दुइटै गरिसकेपछि तपाईँ यदि कुनै नेपाल भन्दा पनि बाहिर पढ्नु भएको छ, इक्विभ्यालेन्ट गर्नुभएको छ भने पनि त्यो चाहिँ यहाँ राखेर अनि त्यसपछि सेभ गर्नु होला। यसरी सेभ हुन्छ।
त्यो गरिसकेपछि अब हामी ट्रेन्डिङमा आउँछौँ। ट्रेनिङ के लग्नु भएको छ भने त्यो प्रोफेसनल काउन्सिल छ भने त्यो, अनि त्यसपछि एक्सपिरियन्स के छ भने त्यो, अनि डकुमेन्ट के छ भने त्यो यसरी। अनि त्यसपछि अब यहाँनिर चाहिँ फोटो र अपलोड गर्नुपर्ने हुन्छ सिटि सिटिजनसिपको अगाडि र पछाडिको। यसरी यहाँनिर फोटो छ, यसमा क्लिक गरिसकेपछि अपलोड फोटोमा जानु होला, सिधै यो आउँछ। अनि तपाईँको सिग्नेचर पनि स्क्यान गरेर यसरी राख्नुहुन्छ। यहाँ चाहिँ सिटिजनसिपको अगाडिको भाग र यहाँ पछाडिको भाग यसरी अपलोड गरेर नेक्स्टमा जानु होला। एकचोटि सरसरी प्रिभ्यू हेर्नु होला आफ्नो चाहिँ। त्यसपछि चाहिँ हामी यहाँ ड्यासबोर्डमै आउँछौँ। ड्यासबोर्डमा आएर हामी यहाँ भ्याकेन्सीमा ओपन गर्छौँ। भ्याकेन्सी ओपन गरिसकेपछि तपाईँहरूको यो समयमा के विज्ञापन भएको छ त्यसको बारेमा यहाँ देखाउँछ। हामी चाहिँ यहाँ यसरी जान्छौँ। अहिले यो 5 नम्बरमा भएको शाखावती लेखावती र राजस्व समूह, यसलाई चाहिँ मैले यसमा भएर आएको कारणले यो भ्यू डिटेलमा जानु होला। त्यसपछि कुन कुन ग्रुपमा पर्नुहुन्छ यहाँ क्लिक गर्नु होला। जस्तै मैले यो खुल्लामा भर्छु, यहाँ क्लिक यसरी गर्नु होला सपोज। अनि त्यसपछि मैले चाहिँ यो पिछडिएको क्षेत्र भनेर दुईवटा गर्छु। तपाईँहरू नि के ग्रुपमा पर्नुहुन्छ त्यो। त्यसपछि एप मिनिमम क्वालिफिकेसन मसित छ भन्ने भयो। त्यसपछि यहाँनिर चाहिँ कुन सङ्कायको हो तपाईँ त्यो सङ्काय गर्नु होला। त्यसपछि कुन लग्नु भएको छ मेजर सब्जेक्ट त्यो लेख्नु होला। र इक्जाम सेन्टर भनेको एउटै धनगढी हुन्छ, यसरी यो धनगढी नै हो। त्यसपछि तपाईँ यो दुइटा मात्रै एउटा चुज गर्नुपर्ने हुन्छ, राजस्व अथवा लेखा के हुन्छ, दुइटा मात्रै एउटा क्लिक गरेर म यहाँ एकछिन फिलअप गराउँछु तपाईँहरूलाई देखाउनलाई। 607 छ हाल त एजुकेसन, त्यसपछि सेन्टर धनगढी नै भइहाल्यो। सामान्य प्रशासन, त्यसपछि यो चाहिँ क्लिक गर्नु होला। अनि यो दुइटा मात्रै एउटालाई क्लिक गर्नु होला, तपाईँ कुन ग्रुपमा पर्नुहुन्छ, कुनमा दिँदै हुनुहुन्छ। अनि यो आए पास चाहिँ गर्नु होला। यो यसरी गरिसकेपछि तपाईँको चाहिँ यस्तो आउँछ। अब मेन बुझ्ने कुरा यहाँनिर हो, तपाईँहरूको विवरण ठिक छ कि छैन, यकिन भए नभएको यस कन्फर्म गर्नु होला। यो गरिसकेपछि अब त यसको कन्फर्म भइसकेपछि अगाडिको एडिट चाहिँ हुन्न, एडिट गर्न सकिँदैन। कन्फर्ममा क्लिक मैले चाहिँ अलरेडी गरेकोले यसले चाहिँ यस्तो भनेको हो। यो भनिसकेपछि त्यहाँबाट रसिद यो आउँछ। अनि त्यहाँ पेमेन्टमा जानु होला। पेमेन्टमा गइसकेपछि तपाईँले कुनमा खल्टी आइएमई कनेक्ट आइपिएस, त्यसपछि इसेवाबाट क्लिक गरेर आफ्नो आइडी र अनि पासवर्ड राखेर त्यहाँबाट सजिलै पेमेन्ट गर्न सक्नुहुन्छ। साथीहरू, तपाईँलाई कस्तो लाग्यो भिडियो, लाइक कमेन्ट गर्नु होला।